गाइजहरु चाहिँ अब खाना रेडी भइसकेको अवस्था छ। यी टक्क लाएर मोमो खाँदैछन् है। ओहो कस्तो छ बाबु मोमो, मिठो छ भन न। ल टक्क लाएर What's up everybody, it's me विष्णु राणा vlog। आज चाहिँ न्यू डे न्यू vlog। आज चाहिँ फ्राइडे हो गाइजहरु। फ्राइडे चाहिँ आज म कतै नगइकन घर बसेर मोमो बनाउने भनेको। मेरो बुढी चाहिँ यता छ है गाइजहरु। अनि हामी चाहिँ अब मोमो बनाउन रेडी गर्दैछौँ। मोमोको किमा यता छ, हामी तीनजना। भुन्टे यता छ मोबाइल हेर्दैछ। भुन्टे यता र के गर्दै गरे? मोबाइल हेर्दै मोबाइल गेम खेल्दै यस्तो छ मेरो छोरो। अनि यता अब चाहिँ म चाहिँ मोमो टक्क लाएर मोमोको लागि बनाउँछु। गोलो गोलो बनाउँदैछ गाइजहरु। गोलो गोलो अन्डा पुलिसको डन्डा यस्तो गोलो गोलो बनाउँछ। अनि बुढीले चाहिँ यतातिर टक्क लाएर बनाउँछ। र गाइजहरु है टक्क लाएर लास्टसम्म मोमोसँग खाएकोसम्म म तपाईँहरूलाई देखाउँछु है। ल गाइजहरु है कस्तो देखिएछ। अब म चाहिँ टक्क लाएर गोलो गोलो, बुढीले चाहिँ अब मलाई त मोमोसम्म त्यो उस बनाउन आउँदैन। अनि टक्क लाएर गोलो बनाउन चाहिँ आउँछ है। टक्क गोलो बनाएर आफै टक्क लाएर अनि त्यसपछि क्वाम मोमो खाने हो। कत्रो यत्रो बनाउने हो न। ओ अरे मेरो मोबाइल खस्यो। मेरो 1 करोडको मोबाइल धन्दै पानीमा गएको गाइजहरु। ओ माइ गॉड 1 करोडको मोबाइल पानीमा गयो त गाह्रो पो पर्छ त मलाई। गाह्रो पर्छ है गाइजहरु, गाह्रो पर्छ। ल अब चाहिँ टक्क लाएर छिटो छिटो मोमो बनाइहाल्छौँ। लगभग 1-2 घन्टामा रेडी। ए भएन यार, गोलो बनाउनु जान्ने खाने के गर्छ जिन्दगीमा, के गरेर खाइन्छ हौ गाइजहरु। यार यस्तो छ, गाह्रो छ। ल गाइजहरु बेल्ने पनि मलाई भनिरहेको छ, तर मलाई बेल्न आउँछ आउँदैन के हो यार। यहीँ चप्किन्छ त यार मैले बेलेको त। कता भन्ने यत्रो म चाहिँ घरमा यसो हेल्प गर्ने काम गरेको है गाइजहरु। खासै घरमा हेल्प गर्ने मान्छे त होइन म, हेल्प गरौँ भनेर मात्र हो। यत्रो हुन्छ ठ्याक्क। यत्रो भएपछि यात्रा मोमो बन्छ है गाइजहरु। यात्रा मोमो बन्छ। हेर्नु है गाइजहरु, हेर्नुहोस् गाइजहरु भन्नु मात्र आउँछ यार। अब के भन्नु आउँदैन के गर्ने। मलाई 7 सपोर्ट चाहियो, तपाईँहरूको 7 सपोर्ट। म एकछिन बिचमा हराएको थिएँ। अब चाहिँ गर्छु, केही गर्छु होइन युट्युबतिर पनि भनेर हो कि अलिक उसै बनायो नि त्यो अवस्था लाग्यो। यस्तो गोलो गोलो अन्डा पुलिसको डन्डा। थाकल त पाकेर भइसक्यो। थाकल के भन्नु चराल त के हो तारा त मलाई ठिक लागेन त। यस्तो बाङ्गे भयो भने हुन्छ। बाङ्गे भयो नि मोमो बन्छ अरे भनेको थाहा भयो है। जीवनमा मोमो बनाएर पनि खान सक्ने अवस्था भएन। ल गाइजहरु यतिको मोमो बनिसकेको अवस्था छ। अब हाम्रो कतिवटा मोमो बने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 भने 50 जति बन्छ। 3 जनालाई कति पुग्ने भयो? आमा लगभग 50 60 65 वटा बन्छ। 20 वटा चाहिँ पुग्छ है गाइजहरु, 20 वटा। ल अब चाहिँ टक्क लाएर लगभग भ्याइन लागेको अवस्था छ। यति छ किमा। अब चाहिँ भ्यान लगाइसक्यो। त्यसपछि अब पकाउँछौँ, खान्छौँ, त्यसपछि खान्छौँ है गाइजहरु। त्यो पनि देखाउँछु म तपाईँहरूलाई। वेट गरिरहनु। अब हामीले मोमो बनाएर भ्याइसकेको अवस्था छ है। अब मोमो लगभग 60 वटा जति बनिसक्यो। 3 जनालाई त इनफ पुग्छ। मेरो बुढी त प्यारी बुढी त छ। अनि मोमो बनाउँदै भ्याइयो। अब दुईटा जति बन्ला। त्यसपछि हामी चाहिँ अब कुकिङ हान्छ यसलाई। त्यसपछि कुकिङ हानेपछि टक्क लाएर फेरि अलिपछि देखाउँछु भाइ त गाइजहरु। यहाँ अब रेडी भइसक्यो। यहाँ बसालिसकेको अवस्था छ।
अब एकछिनमा पाक्छ है गाइज। अब कति मिनटमा पाक्छ बुढी भन त, म एक्ज्याक्ट थाहा भएन यार। स्टिम गरेर राखेकोहरू चाहिँ छिटै पाक्छ न, त्यो चाहिँ अलिक ढिलो पाक्छ, लगभग 10-15 मिनट 20 मिनटमा पाक्छ होला। अनि यस्तै नै छ। अब लागि हामी अचार बनाउँछौँ होला। सब लगाएर रेडी कता खै टमाटर समटर यता अब अचार बनाउँछौँ। अनि पाकेपछि ट्याक्क लाएर ग्वाममा मोमो खाइन्छ मोमो है गाइजहरू। हाम्रो यता चाहिँ अचार बन्दैछ, यता चाहिँ पाकिसक्यो है गाइजहरू। वाउ पाकिसक्यो, एउटा चाख्नुपर्छ क्या यहाँ। अन्त ओ माई गड तातो छ यार, आमा तातो छ है गाइजहरू। म चाखिदिइहालेँ, बहुत टेस्टी छ, बहुत तातै छ। पाकिसक्यो है गाइजहरू हाम्रो मोमो चाहिँ। अब टक्क लाएर अचार पाकेपछि खाइन्छ। अचार पनि बनिसकेछ है, बनिसकेछ। माई गड ल अब टक्क लाएर मोमो खाइन्छ। गाइजहरू चाहिँ अब खाना रेडी भइसकेको अवस्था छ। टक्क लाएर मोमो खाँदैछन् है। ओहो कस्तो छ बाबु मोमो, मिठो छ भन न। ल टक्क लाएर अब मोमो खान्छौँ है। टक्क लाएर मोमो चाहिँ साह्रै मिठो छ। चाखी कतिवटा त खाइसक्यो। खाऊ बाबु खाऊ। टेस्टी खायो। अचार नै मिठो छ। ठ्याक्कै खाने बेला लाइन गयो। दुःखको कुरो चाहिँ हो, अरू चाहिँ मिठै छ। घरमै बुढीले बनाएको मोमो मिठो छ गाई। त्यो पनि आटाको पिठाको भन्नु न, महँगो छ। आटाको पिठाको लगाइसक्यो है। अहिलेको भिडियोमा चाहिँ हल्का त्यो मिलेन छ, वाइड एङ्गलमा खिच्दाखेरि अलिक उसाउँछ भनेर फेरि पनि खिच्दैछु। मिठो छ भुटे गर्नु चाहिँ खत्रै गर्नु। यहाँ राख न, कस्तो मेरोमा राखेको र। यो लाइन काट्ने मान्छेलाई चाहिँ मान्नै पर्छ क्या। अल्छी मान्छेले भन्दा काट्थेन नि यसरी एकमा चाहिँ। खाइयो यार गाइजहरू, गाईको 18-20 वटा खाइसक्यो भने पानी खानुपर्छ। पानी थपेको दिनु यहाँ। म पनि खान्छु। खै गिलास ऊ त्यहाँ बाबु मलाई 2-3 ल्याइदिनु। पानी बुढीले अझै मोमो थप्ने गरेर 20 वटा खाइसक्यो। 10 वटा हो। 10 वटा ए 10 वटा छ। मिठो छ। कति ल्याउने हो? कति हो त्यो माथिको सबै ल्याउनु न, हजुरलाई पुग्यो? माथि त भ्याइयो। ए भयो, अब धेरै नल्याउनु। म पनि खान्छु। बाबुले टन्नै भएछ, बाबुले पनि खान्छ अरे। म नि अझै खान्छु एउटा। के त घरै बनाएपछि खानै पर्यो। हेलो गाइस, मिठो छ भन।
फ्यान हो क्या मेरो छोरा ऊ ठिक 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 भने चिपिल्ला पैसा उडाउँदै म गाडी उडाउँदै हाम्रो यस्तै छ पारा हाम्रो यस्तै पारा ल गाइजहरु सबैजनाले मेरो च्यानल लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है आजको भ्लग चाहिँ चाहन्छु ल गाइजहरु सबैजनाले मेरो च्यानल लाइक शेयर सब्स्क्राइब गरिदिनु होला माया गर्नु होला साथ सपोर्ट गरिदिनु होला त्यही नै भन्न चाहन्छु बाइ बाइ गाइस सी यु इन द नेक्स्ट भ्लग बाइ बाइ भन्न चाहन्छु बाइ बाइ आजलाई यति नै